मन्दिरको परिक्रमा गरिसकेपछि यो मन्दिरको नाम के अरे? दुर्गा मन्दिर हो। मन्दिरभरि अब जिब्रो छेड्ने जात्राको प्रतीक्षामा धेरै मान्छेहरू यहाँ बसेर देख्न सकिन्छ। अब यहाँ भरि यो सुरु हुनै बाँकी छ, अझै 1 घन्टा जति लाग्ला। 1 घन्टापछि यो पाखैभरि पछाडि देखिएको पाखैभरि चाहिँ मान्छेहरू यो जात्रा हेर्न आउने गर्दछन्। अब यही जात्रा हेर्ने सिलसिलामा हामी पनि आज यो ठाउँमा आइपुगेका छौँ। यो हरेक वर्ष वैशाख 2 गते यो जिब्रो छेड्ने जात्रा चाहिँ भक्तपुर जिल्लाको बोडेमा यो सम्पन्न गरिन्छ र यो वर्षमा एकचोटि आउने पर्व भएकोले गर्दा यो विशेष महत्त्वको पनि छ। बोडेस्थित जात्रा बोडेस्थित जात्रा विशेष महत्त्वको पनि छ। अब अहिले यो 2083 साल वैशाख 2 गते यो जात्रा हुन गइरहेको छ। गएको 5 दिन 6 दिन अघिदेखि भक्तपुरमा सुरु भएको बिस्केट जात्रा चाहिँ ठिमी हुँदै यो बोडेमा आज बिहान आएर बिस्केट जात्रा सम्पन्न भयो र साथै जिब्रो छेड्ने जात्राको रूपमा चाहिँ यो दिउँसोतिर यो कार्यक्रम हुने गर्दछ र हरेक वर्ष यो कार्यक्रम हुने गर्दछ। जिब्रो छेड्ने जात्रा बोडेमा यो जात्रा परम्परादेखि चलिआएको एउटा ऐतिहासिक महत्त्व बोकेको जात्राको रूपमा यसलाई लिने गरिन्छ। यसरी यो जात्रा हेर्न हामी पनि यो चन्तलापुर घाममा यसरी छाता ओढी आएका छौँ। मेरो परिवारकै साथीहरू पनि बसेका छन्, बसेर फोटो खिच्दैछन्, हाँस्दैछन्, रमाइलो छ। त्यसै गरी नातिनी प्यारी पनि आएकी छ। नातिनी झगडा गरे उसका इच्छा त कति छन् यद्यपि उसलाई हामीले पुरा गर्ने कोसिस चाहिँ गरेका छौँ। खोइ कता छ नातिनी? उता हेर्दै हेर्दै भिडियो भइरहेछ। ल इच्छा आकाङ्क्षा पुरा भएको छैन। हामी यहाँ बसेरै रमाइलो गरिरहेछौँ। त्यसलाई ठिका साथमा सेल्फी साथमा यता पछाडि राम्रो साना बिरुवाहरू पनि लगाइएको छ। यी बडो सुन्दर हरियाली, अब बसन्त ऋतु सँगसँगै यो हरियाली पनि बढ्दो छ। जिब्रो छेड्ने जात्रा चाहिँ यही बाटो भएर अहिले यहाँ 2-3 बजेतिर सम्पन्न गरिनेवाला छ। र यही जात्राको प्रतीक्षामा हामी पनि बसिरहेका छौँ। अब केही बेरपछि यात्रा सुरु भएपछि यो देखाउने नै छु। अहिलेलाई यो भिडियो यही अन्त्य गर्न चाहन्छु र म यहाँबाट बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।